धेरै समय पहिलेको कुरा हो। बिलासपुर नामको गाउँमा रामु नाम गरेका एक गरिब किसान बस्ने गर्दथे। उनी अत्यन्त इमान्दार, मेहनती, मिलनसार स्वभावका थिए। तर गरिबीले उनी सधैँ चिन्तित रहन्थे। उनीसँग थोरै जमिन थियो, जहाँ उनी केही तरकारी खेती गर्थे। थोरै खेती भएको कारणले परिवारको पालन पोषण गर्न उनलाई गाह्रो पर्थ्यो। त्यही पनि उनी जसोतसो जीविकोपार्जन गर्दै आएका थिए। एक दिनको कुरा हो, रामु कामबाट फर्किँदा उनले साथमा कुखुरा पनि लिएर आएका थिए। त्यो देखेर उनकी बुढी अचम्म मान्दै भन्न थालिन्, "होइन है बुढा, पैसा नभएको बेलामा फेरि के बोकी ल्यायो तिमीले?" अनि रामुले मुस्कुराउँदै भन्न थाले, "नगर न, घरमा केही पनि छैन। कमसेकम यो कुखुराले अन्डा पार्यो भने भोलि पर्सि धेरै कुखुराहरू हुन्छन् अनि बेचेर पैसा आउँछ क्या।" त्यसपछि बुढाबुढी खाना खाएर आफ्नो सुत्ने कोठातिर फर्किन्छन्। अर्को दिन बुढा बिहानै उठेर कुखुरा भएको ठाउँमा जान्छन्। त्यहाँको दृश्य देखेर उनी चकित हुन्छन्, किनभने कुखुराले अन्डा पारेको त थियो, तर त्यो सामान्य नभई सुनको अन्डा थियो। आफ्नो आँखाले देखेको दृश्य उनले विश्वास नलागेर उनले सीतालाई बोलाउँदै भन्छन्, "ए सीता, सीता, छिट्टो यहाँ आइज त।" "होइन, के भयो फेरि यिनी बुढालाई?" भन्दै सीता पनि बुढाको छेउमा आएर बस्छिन्। "हेर सीता, यो त साँच्चीकै चमत्कार भएछ। हिजो बजारबाट लिएको कुखुराले त सुनको अन्डा दिएछ नि, हेर त।" सीताको आँखामा खुसीका आँसु भरिए। उनी खुसी हुँदै भन्न थालिन्, "बुढा, हाम्रो प्रार्थना भगवानले सुन्नु भएछ। हेर्नुहोस् त।" अर्को दिन रामुले त्यो सुनको अन्डा बजार लगेर बेचिदिए। उनले राम्रो पैसा पाए। त्यसै गरी भोलिपल्ट पनि कुखुराले अर्को सुनको अन्डा पार्यो। दिनहरू बित्दै गए। रामुको जीवनहरू गरिबीबाट सुखसायलमा पुग्यो। उनीहरू परिवर्तन हुँदै गए। उनीहरूले आफ्नो लागि नयाँ र ठुलो घर बनाए, जहाँ उनीहरू खुसीका साथ बस्न थाले। पैसाको अभावले विद्यालयसम्म नपुगेका उनका बच्चाहरू अहिले चाहिँ राम्रो विद्यालयमा पढाउन थाले। तर समयसँगै रामुको लोभ पनि बढ्न थाल्यो। उनी एक रात आफ्नो बिस्तारामा पल्टिएर सोच्न थाले, यदि यो कुखुराले दिनको एउटा अन्डा दिन्छ भने यसको पेटभित्र त 100 अन्डा हुनुपर्छ। यदि मैले अहिले नै अन्डा निकाल्न सकेँ भने सबै अन्डा निकालेर त म एकैचोटि धनी बन्न सक्छु। र उनले कुखुरालाई मार्ने निर्णय गरे। अब म ढिलो गर्दिनँ। उनले आफ्नो श्रीमतीलाई हेर्दै भने, "हेर सीता, भोलिदेखि हामी अहिलेको भन्दा पनि 100 गुणा धनी हुनेछौँ। तिमीले तुरुन्तै कुखुरालाई यहाँ लिएर आऊ त।" उनले तुरुन्तै कुखुरालाई समाते र काटिदिए। तर जब उनले कुखुराको पेट छिरेर हेरे, भित्र एकदमै सामान्य जस्ता अङ्गहरू मात्र देखे। त्यहाँ एक पनि सुनको अन्डा थिएन। रामु त्यो देखेर निराश भए। उनले आफ्नो मेहनत र पसिनाले कमाएको सो विशेष कुखुरा गुमाएका थिए। त्यो अनमोल कुखुरा त मरेको थियो अनि दिनरात त्यसै पछुतो गर्थे। सीता रामुतिर हेर्दै मलिम स्वरमा भन्छन्, "हामी धनी त भयौँ, तर तिमीले धैर्य नदेखाएर सबै गुमायौँ। लोभले फेरि हामीलाई गरिब बनायो।" रामुलाई निकै पश्चाताप भयो, तर अब केही गर्न सक्ने अवस्था थिएन। हजुरहरूलाई आजको कथा कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।